MF3010 मा यो पेपर कन्टिन्यू तानेर पेपर जाम इरर आउने समस्या कसरी सल्भ गर्न सकिन्छ म तपाईहरुलाई स्टेप बाइ स्टेप देखाउने छु। भिडियो सुरु गरौँ। साथीहरु लाइक कमेन्ट अनि शेयर अनि सब्स्क्राइब गर्न नबिर्सिनु होला। भिडियो सुरु गरौँ। सर्वप्रथम यो साइड कभरलाई ओपन गर्नुपर्ने हुन्छ अनि यस पछाडी यहाँ एउटा सेन्सर हुन्छ। तपाईहरु प्रिन्टर नर्मली बनाउनु हुन्छ भने तपाईहरुलाई थाहा होला यो सेन्सरको काम चाहिँ एउटा प्रिन्ट दिएको छ भने एउटा दिएर पेपर तान्नलाई स्टप गर्ने। यो सेन्सरको काम चाहिँ पेपरलाई चाहिँ कतिवटा क्वान्टिटीमा तान्ने के गर्ने भन्ने खालको कुरा हुन्छ। अब हाम्रो मेन समस्या भनेको यो हो। अब यसलाई चाहिँ कसरी चाहिँ रिपेयर गर्ने त? अब रिप्लेस गर्दा त सिधै भइ नि हाल्यो, समस्या समाधान भइ नि हाल्यो। तर हामी यसलाई रिप्लेस नगरी कसरी चाहिँ बनाउन सक्छौं त भन्ने कुरा हो। यो हेर्न सक्नुहुन्छ तपाईहरुले च्याप 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 गर्ने भइसकेको छ के। यो स्प्रिङलाई हल्का तरिकाले खोल्नु पर्ने हुन्छ यसरी। त्यसपछि यो निकाल्नु पर्यो। अब यसलाई चाहिँ मजाले सफाई गर्नु पर्यो। यसको यो चिप्लोपन यो च्याप 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 गर्नेपनलाई चाहिँ हटाउनु पर्यो। यसलाई मजाले सफाई गर्नुहोस्। तपाईहरुले यो घरमै पनि बनाउन सक्नुहुन्छ, तपाईको अफिसमै पनि बनाउन सक्नुहुन्छ। यो प्रब्लम आउँदाखेरि तपाईहरुलाई भिडियोले चाहिँ अलिकति सहयोग पुर्यायो भने कृपया च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला। यो यतापट्टिको साइडमा पनि यसलाई क्लिन गर्नुपर्ने हुन्छ। मजाले क्लिन गर्नु होला यो ताकि यो च्याप 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 गर्ने यो चाहिँ नरहोस् त्यहाँ। यसलाई केही क्लिनरको मद्दतबाट गर्न सक्नुहुन्छ। यो हामीले क्लिन गरिसकेका छौं र अब यसलाई रिइन्स्टल गर्न लागिरहेका छौं। यसलाई जुन तरिकाले खोल्नु भएको थियो त्यही तरिकाले लगाउनु होला र यसको स्प्रिङ पनि लगाउनु पर्ने हुन्छ। स्प्रिङ पनि सजिलै तरिकाले लगाउनु होला ट्विचरको मद्दतबाट, नत्र अब स्प्रिङ लुज भयो भने फेरि काम नगर्न सक्छ। स्प्रिङलाई चाहिँ नबिगारिकिन स्मुथ तरिकाले लगाउनु होला। र अघिको र यो अहिलेको धेरै फरक भइसकेको छ। अहिले टाँसिरहेको छैन। अब यसलाई रिइन्स्टल गर्नुपर्ने हुन्छ। यसलाई बिस्तारै लगाउनु होला। अलि असहज हुन सक्छ। बिस्तारै हेरेर त्यहाँ एउटा स्क्रुप लाग्ने ठाउँ हुन्छ, स्क्रुपको काट हुन्छ, त्यसमा लगाउनु होला यो तार नचेपिने तरिकाले। अब स्क्रुप लाउनु होला यहाँ। मैले भिडियोलाई चाहिँ फरवर्ड गरेको छैन। जुन रेसियोमा चल्नुपर्ने हो त्यसैमा चलाएर चाहिँ तपाईहरुलाई मजाले सिकाउने कोसिस गरेको छु। भिडियो हेरेर चाहिँ तपाईलाई सहयोग पुग्यो मेरो भिडियोबाट भने तपाईले लाइक कमेन्ट शेयर अनि सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला है त। पुरा भिडियो हेर्नुस्। कुनै पनि भिडियोहरु हेर्दै हुनुहुन्छ भने पुरा भिडियो हेरेर मात्रै तपाईहरुले चाहिँ काम स्टार्ट गर्नु राम्रो हुन्छ। गर्दै जाँदाखेरि भिडियो अलिकति लामो भएको छ। यसलाई अब हामी चेक गर्दै छौं। यो ठीक भइसकेको छ। यसलाई हामी एउटा फोटोकपी गरेर हेर्दै छौं। अघि एउटा गर्दाखेरि सँगसँगै अर्को पेपर लगेर माथि फस्थ्यो। त्यो समस्या चाहिँ अहिले सल्भ भइसकेको छ है त। सब्स्क्राइब गर्न नबिर्सिनु होला है त। साथ दिनुभएकोमा धन्यवाद।